हेलो साथीहरु नमस्ते अनि जसलोपा आज चाहिँ मेरो फाइनली फर्स्ट इन्टरनेशनल ट्रिप हुन गइरहेको छ र अब चाहिँ म साथीको घरबाट निस्किन्छु एयरपोर्टतर्फ। मेरो चाहिँ फर्स्ट इन्टरनेशनल ट्रिप हो अनि म चाहिँ एयरपोर्ट जानुभन्दा अगाडि एकदमै धेरै नर्भस भइरहेको छु किनभने इमिग्रेसनमा के सोच्छ अन्त के हुन्छ त्यहाँ मलाई केही थाहा छैन नि त। मेरो फर्स्ट टाइम हो अनि हजुरहरूले हेर्दै गर्नु होला कहाँ के हुन्छ म सबै भरेपछि भ्लगमा ल्याउने छु। थ्यांक यू। हामी चाहिँ अब गाडीमा पनि बसिसक्यौं र अब हामी छौं अन द वे। फाइनली त्रिभुवन इन्टरनेशनल एयरपोर्ट पनि आयो। मेरो चाहिँ एकदमै मन ढुकढुक भइरहेछ किनभने मेरो चाहिँ फर्स्ट इन्टरनेशनल ट्रिप हो नि त अनि कस्तो डर पनि लागिरहेछ के हुन्छ होला भनेर। अनि हामी चाहिँ अब फाइनली एयरपोर्ट भित्र पनि प्रवेश गरिसक्यौं। यो रहेको छ त्रिभुवन इन्टरनेशनल एयरपोर्ट अनि मेरो साथी चाहिँ यहाँ चाहिँ उ चाहिँ मलाई छोड्न आएको अनि यहाँ चाहिँ म छु एकदम डराएर हेर्नु। चाहिँ जे कुराको डर लागेको इमिग्रेसन यो चाहिँ यहाँ छ अनि म चाहिँ एकदमै डराइरहेको छु किनभने मेरो फर्स्ट टाइममा चाहिँ के हुन्छ म हजुरहरूलाई भन्छु है त। फाइनली सब सकियो। अहिले चाहिँ म टिकट लिएर जाँदैछु। अब हेरौँ कहाँ के हुन्छ फेरि। म चाहिँ टिकट लिएर वेटिङ रुममा बसिरहेको छु अनि यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ मेरो टिकट। र जति पनि गाह्रो हुन्छ इमिग्रेसनमा यस्तो त्यस्तो भन्ने जति पनि हामीले सुन्छौँ त्यो चाहिँ एकदम रङ है। त्यस्तो केही गाह्रो हुँदैन। उहाँहरूले क्वेसन गर्नुहुन्छ कहाँ जानुहुन्छ तपाईँ भनेर भन्नुहुन्छ, उहाँहरूले सोध्नुहुन्छ अन्त यहाँ जाने भनेर भन्ने अनि कति दिनको लागि जाने के काम गर्नुहुन्छ घुम्न जाने के गर्ने भनेर सोध्नुहुन्छ अनि त्यति मात्र हो। बाँकी त्यस्तो केही पर्दैन होइन। हजुरहरू पनि आउन चाहनुहुन्छ ब्याङ्कक जान चाहनुहुन्छ भने चाहिँ निर्धक्क भएर आउँदा हुन्छ। इमिग्रेसनमा त्यस्तो हार्ड केही छैन। अनि आफ्नो डकुमेन्ट्स भनेको त्यही आफ्नो फ्लाइट टिकट त्यति मात्रै सो गर्नुपर्छ अनि आफ्नो पासपोर्ट भइहाल्यो। बाँकी त्यस्तो केही छैन। एकदम नर्मली आनन्दले आउँदा हुन्छ है। अब चाहिँ म लागेँ गाडीतर्फ अनि यहाँ रहेको छ ब्याङ्ककको थाई एयरलाइन। फाइनली फ्लाइटमा पनि बसेँ। साथीहरू यस्तो ठुलो फ्लाइट मैले लाइफमा देखेको थिइनँ। यति ठुलो सिटहरू पनि धेरै है। अनि मेरो सिट चाहिँ 61B थियो। यस्तो ठुलो फ्लाइट हो माइ गॉड आई कान्ट इमेजिन कि यति धेरै मतलब सिटहरू पनि छ भनेर कि। अब चाहिँ म फाइनली बसेँ। अब ब्याङ्कक पुगिसकेर चाहिँ म भिडियो कन्टिन्यू गर्ने छु है। थ्याङ्क यू। फ्लाइटको बारेमा यति धेरै भन्यो भनेर चाहिँ हजुरहरू नहाँस्नु होला किनभने मेरो फर्स्ट टाइम हो नि त इन्टरनेसनल ट्रिप। त्यही भएर चाहिँ मैले यति ठुलो फ्लाइट देखेको थिइनँ र अब चाहिँ म जाँदैछु। म चाहिँ अब ल्यान्ड भइसकेँ। साथीहरू एक्जिट पनि कता हो केही थाहा पाइनँ र म चाहिँ खोज्दै हेर्दै पढ्दै जाँदैछु र अब चाहिँ म जान्छु इमिग्रेसनतर्फ। मैले चाहिँ आफ्नो लगेज लिएर म चाहिँ बाहिर जाँदैछु। अहिले चाहिँ म रुमतर्फ जाँदैछु अनि हजुरहरूलाई देखाउँछु है त मेरो रुम कस्तो छ भनेर। यो हो मेरो रुम तर एकदमै मेसी बनाएको छु ल डोन्ट माइन्ड। यो देख्न सक्नुहुन्छ ब्युटिफुल भ्यू इन ब्याङ्कक र खासमा चाहिँ म ब्याङ्कक आफ्नो बर्थडे सेलिब्रेट गर्न आएको र अब चाहिँ हामी रेडी भएर जाँदैछौँ क्लबतर्फ। फर्स्ट टाइम एक्सपिरियन्स लिन जाँदैछौँ। अहिले छौँ 22 फ्लोरमा। हामी चाहिँ क्लब आएको रे यहाँनिर न केही गाना बुझिन्छ न केही है तर पनि अब चाहिँ हामी बर्थडे सेलिब्रेट गर्न लाग्यौँ। म चाहिँ जति एक्सपेक्टेसन लिएर आएको थिएँ त्यति चाहिँ मजा आएन किनभने यहाँको गाना पनि नबुझिने केही नबुझिने है। र अब चाहिँ हामी लाग्छौँ ब्याक टु रुम। भिडियो चाहिँ कन्टिन्यू आउने छ मेरो अब आउँछ पटायाको। सो थ्याङ्क यू सो मच वाचिङ दिस माई भिडियो। बाई बाई गाइज।